हान्दैछ गाइस जोग्न राख्नुहुन्छ डबल खाऊ है सकेन हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ हामी यो टक्क यस्तो ठाँटी खोला भन्ने ठाउँमा आएको छौँ है। टक्क लगाएर हामी चाहिँ अहिले जाँदैछौँ ऊ त्यहाँ माथि पहिरो गएको जस्तो छ त बाटो जस्तो हो त्यो बाटोमा जान्छौँ। आज हामी चाहिँ त्यसलाई चाहिँ त्योदेखि अल्ल तल चाहिँ त्यहाँ धागेछारा भन्छ है गाइजहरू। आज चाहिँ हामी ती जाँदैछौँ। भिडियोलाई चाहिँ हेर्नु होला। यो चाहिँ हाम्रो हिमाल भाइ च्यान्टे ठिक छस् गुड गरिदिनु त ल टक्क लगाएर गाइजहरू। अब चाहिँ हामी माथितिर जाँदैछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ भए लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। अब अगाडि भेटौँ है त। राइट गाइज अल राइट है। हामी चाहिँ टक्क लगाएर यस्तो आधा बाटोसम्म चाहिँ आइसकेको छौँ है। यहाँ चाहिँ पुरै पहिरो गएको थियो जेसिबीले सो गरेको छ। दुईवटा हिमाल चाहिँ यहाँ हिँड्दैछन्। पुरै के हो यार गाइज कुहिरो गरेको छ यहाँ त। हाम्रोतिर तलतिर चाहिँ जाडो हुन्छ, यहाँ चाहिँ गर्मी हुन्छ। तलतिर चाहिँ यता चाहिँ पुरै जाडो भइरहेको छ है। कुहिरो गरेको छ, पानी आउन सक्छ। धागेछारातिर जान लाग्छौँ हामी चाहिँ आज टक्क लगाएर। बाटो चाहिँ यस्तो छ है गाइज। सर पारामा जाँदैछौँ। अब माथि गएर भेटौँला। भिडियोलाई चाहिँ हेर्नु होला हस्त गाइज। चाहिँ हामी चाहिँ आइसकेको छ मैले यस्तो ठाउँमा है। वेलकम टु माई ब्याक टु माई च्यानल। धागेछारा चाहिँ ऊ माथि हो नबोल त। धागेछारा चाहिँ ऊ माथि हो है गाइजहरू। त्यहाँ चाहिँ हामी जाँदैनौँ। ढुरीला चाहिँ बादल आइसक्यो है। अब बादललाई हामीले छुन्छौँ। पानी पर्ला जस्तो गरेको छ गाइज। हामी चाहिँ ऊ माथि धागेछारा चाहिँ जान्नौँ। खोला आयो भने झ्याउ हुन्छ। अब हामीले बादलमा साइकल चलाउँछौँ गाइज। अब हामी हिँड्दिन त्यो गर्छौँ गाइजहरू। टक्क लगाएर ऊ तल खोलोमा एकछिन डुब्की हान्छौँ अनि जान्छौँ घरतिर। डरप पानी पर्ला जस्तो छ है। आज त यस्तो मौसम गरेको छ है। पुरै हाम्रोतिर त घाम लाग्छ। यहाँ त अहिले त जाडो भइरहेछ गाइज पुसा माघ जस्तो। टक्क लगाएर गाइज अलराइट गाइज है। हामी चाहिँ रमा आइसकेको छौँ र चाहिँ यही नै हो है। यस्तो दामी छ सर यस्तो पारामा रथ छ गाइजहरू। टक्क लगाएर यस्तो छ। माथितिर चाहिँ भलाउला यस्तो गरेको छ। भलाउनु बित्तिकै यहाँबाट पुत्तिओल दुगुर्ने हो यस्तो छ यहाँको हालत। ल हिमाल ड्राइभ हान्दैन त ड्राइभ। यहाँको सबभन्दा खतरनाक बिहान लाग्थ्यो। ल हान्दै ल ड्राइभ हान्दै हान ल सक्दैनस्। ए सिल्टे हान्ने हिमाल ल गाइज। अब म पनि त्यति हेर्नु होला है। गाइस वा म्याले सकेन। ल यो हिमाल लाग्छ है। यो ढेलसिङ ल गाइज है अस्मी जाडो छ पानी छ। र देखा न र देखा के तिलाई पनि देखा र पनि देखा। ल गाइज चाहिँ एकदम जाडो छ। पानी चाहिँ पुरै समागा जस्तो है। ल च्यान्टे ड्राइभ हान त। पुरै हात कामिरहेको छ गाइज। भोलाउला जस्तो भएको माथिबाट। ल ड्राइभ हान ल ड्राइभ हान के छिटो भलायो। ल तैँले पनि ड्राइभ हान ईश्वर। ल गाइज अब म पनि खेल्न जान्छु है। यो हिमालले हान्छ गरेर एकचोटि अनि म जान्छु। एकदम जाडो छ है गाइजहरू यहाँ चाहिँ। ओहो न्यू भिडियो आज बिराल म्याउले हान्दैछ गाइस जोग्न राख्नुहुन्छ डबल खाऊ जा है सकेन गाइस। ल गाइज एकदम जाडो छ। पानी चाहिँ चिसो। भिडियो त हेरिदिनु ल। ल हान ल उल्टा हान सुल्टा हान आछु। ल गाइज है एकदम जाडो छ है गाइज यहाँ चाहिँ। यस्तो जाडो छ पुरै। एकचोटि डुब्की हान्ने बित्तिकै जाडै जाडो छ है गाइज सर। अब चाहिँ उ त्यो च्यान्टेले खेल्दै रहेछ र। टक्क लगाएर तलदेखि नुहाएर पनि आइयो। ऊ त्यहाँ छ न ईश्वरहरू चाहिँ तल गएको छन्। ऊ त्यहाँ छाता ओरेर गाडी चाहिँ तलतिर।
अनि अब चाहिँ हामी अब घरतिर जाँदैछौँ। भल आउँछ कि भन्न निस्किया त अहिले त पानी परेको छैन अहिलेसम्म। अब चाहिँ हामी घरतिर जाँदैछौँ। गाइजहरू अहिले चाहिँ अलि घाम आउन लाग्यो गाइज। दाङतिर चाहिँ तल घाम लाग्छ तर मोबाइलले जुम गर्दैन। मोबाइलको हालत चाहिँ यस्तै छ गाइज। टक्क लाएर है यो चाहिँ माथि अब गाइज अब तल फरेट खान्छौँ। ईश्वर टुप्पीको भएर अब चाहिँ हामी तलतिर फरेट खान जान्छौँ। फरेट खाएर चाहिँ हामी घरतिर जान्छौँ है। अहिले चाहिँ हावाहुरी गरेको छ हल्का हल्का। तलतिर जान्छौँ। ल अब तलै भेटौँला है त गाइज है। यसरी ल गाइज है मजासित जाँदैछौँ। यसले चाहिँ क्यामेरा हल्लाइदिइरहेको छ है गाइजहरू। साइकललाई हल्लाएको क्या पुरै ओह्रालोमा चाहिँ ब्रेकै लाग्दैन। खतरा ओह्रालो छ है गाइज यस है। टक्क लगाएर जाँदैछौँ हामी चाहिँ। तलबाट चाहिँ बाइक आउँदै रहेछ है। कहाँ जाने हो धागेछरा माथिसम्म बाटो छ त्यही। कसको बाइक हो यसरी बाइक आउँदो रहेछ गाइज है। अब तलतिर भेटौँला है त। 3 लोड लिएर आएको थिएँ मैले माथिबाट चाहिँ पुरै यस्तो ठारै ओह्रालोबाट 3 लोड लिएर आएको थिएँ। यहाँ चाहिँ सस्पेन्सन यस्तो तात्तेछ नि पाइपबाट पानी हाल पाइपबाट हाल पानी अलि नजिकले साइकललाई हेर्नु है गाइज पुरै च्वाइँ गर्छ सस्पेन्सन। 3 लोड ल्याइदिएछु मैले ओह्रालो बाइकको ब्रेक नलाग्नेमा मेरो साइकलको ब्रेक लगाइरहेको छ गाइज। ल ल पुरै च्वाइँ गरिरहेछ गाइज सस्पेन्सन। पछाडिकोमा हाल्न पछाडिकोमा यहाँ पुरै यस्तो जलिसकेको रहेछ सस्पेन्सन। यस्तो छ है गाइज। पोल्छ कि नै थाम त चत्तेरी पुरै यस्तो छ है गाइज। ब्रेक चाहिँ खिएको होला यहाँ यसरी यस्तो तात्या छ नि गाइज। पल्सर 150 बाइक पनि गएको थियो भर्खर माथितिर बरु त्यसको ब्रेक लाग्दैन होला। यसको चाहिँ 3 लोडमा ल्याइदिएँ कि मैले। कस्तो लाग्यो ह्याप्पी ड्राइभर हो कि नै म राइडर हो नि राइडर। अझै तातो छ फरेट खान्छ गाइज। ऊ माथि रहेछ ऊ माथि त्यहाँ रहेछ फरेट खाना। हामी चाहिँ बिर्सेर ओह्रालोबाट यतासम्म आइसकेको रहेछौँ। पुरै तात्ते छ चाहिँ। हामी चाहिँ यता यो रुखमा फरेट खान आएको थियौँ। फरेटै रहन्छ यो रुखमा त कसले झारिदिएर रहेछ पुरै हाङ्गै यस्तो गराइदिएछ। एउटा फरेट छैन। हिमाल बाँदर साथी चाहिँ ऊ माथि गएको छ रुखमा भेटाउँछ कि नै है फरेट गाइज। त्यता रुखमा कसरी चढ्छ कि म त सक्दैन त यार। टुप्पैमा पुगेको छ गाइज है त्यो त ऊ माथि बाँदर गरे कति चढ्दैछ क्या त्यस्तो रुखमा त गाइज है। हामी चाहिँ यहाँ आइसकेका छौँ। रुखबाट झरिसकेको छ हिमाल बाँदर। टक्क लगाएर यहाँ चाहिँ अमिला बुटो रहेछ अनि यता चाहिँ आरुको बुटो रहेछ है गाइज। असुरको बुटो रहेछ। ऊ माथि चाहिँ फरेट अलिअलि छ नि तर देखेको छैन होला गाइज। यहाँ चाहिँ यस्तो घाँस रहेछ गाइज। अब चाहिँ हामी जान्छौँ तलतिर। पानी पनि पर्न थालेको छ। अब ल गाइज है अगाडि भेटौँ। हामी चाहिँ पर सानो बारीबाट चाहिँ यता बाटोबाट चाहिँ यता आइसकेको छौँ। यहाँ चाहिँ केराबारी रहेछ है गाइजहरू। ए एक घरी केरा रहेछ नि यहाँ। ऊ त्यहाँ एक घरी रहेछ 2 घरी केरा। यता अहिले पला छैनन्। यति नै गाइज। अघि न हाम्रो साइकलको पुरै तात्तेर पुरै धुवा निस्केको गाइज। अब चाहिँ हामी फेरि 3 लोड जाँदैछौँ। फेरि तल हिमालको घरतिर रोक्छौँ। त्यहाँ फेरि तात्तिन्छ होला। भिडियोलाई चाहिँ हेर्दै गरौँला। त्यहाँ अघि मजा आयो मजा आयो तँलाई मजा आयो कि नै फेरि त्यस्तै गराउँदियो। ल बस आइज ल गाइज अब अगाडि भेटौँ है त है। हामी चाहिँ यहाँ आइसक्यौँ। यसले चाहिँ साइकल चलाउँदैछ है अहिले। कहाँबाट आयौँ भन्दाखेरि ऊ त्यो माथि सुरुमा टप सेतो घर देखाएको छ नि माथि त्योभन्दा पनि अझै उता पल्लो डाँडोबाट चाहिँ हामी त्योभन्दा पल्लो डाँडोबाट चाहिँ अझै हामी त्यहाँबाट आएको छौँ है गाइज। पुरै ब्रेकै नआन्दै ल्याएको छु। हिमालको घर चाहिँ ऊ त्यो माथि छ त त्यही है सानो सानो होला। त्यहाँ हाल्न लाग्थ्यो मिल्दैन क्या पुरै फुल स्पिडमा छ गाइज। त्यही भएर यहीँ ल्याए आइपुग्यो मैले। ऊ त्यहाँ चाहिँ झुलुङ्गे पुल छ है गाइज। अब हामी जान्छौँ एकछिन। अब त्यहीँबाट घरतिर जान्छौँ ल गाइज है। झुलुङ्गे पुलमा एकछिन रमाइलो गर्नुपर्छ। फाइनली गाइज है हामी चाहिँ यो डाँडा गाउँको भाइरल झुलुङ्गे पुलमा आइसकेको छौँ है। ऊ यहाँ चाहिँ नाच्दैछ पुरै पुल हल्लाउँदैछ। यहाँ चाहिँ खोला पनि आएर रहेछ। टक्क लाएर अघि हामीले माथि नाच्यौँ। अब एकचोटि चाहिँ यो यहाँ पनि आउने हो झुलुङ्गे पुलबाट ऊ पर देवी डाँडा जाने हो। यहाँबाट चाहिँ देखेको छैन गाइज। यस्तो देखिन्छ यहाँबाट मौसम। आजको मौसम चाहिँ यस्तो छ ढुरी लाएर रहेछ दाङतिर पनि तलतिर सर है गाइज। ल
ल डुकुर्दै आ है कस्तै डुकुर्छ गाई चाहिँ हेर्नु पुरै बाँदर जस्तो बाङ्गटिङ्ग डुकुरिरहेछ अब म चाहिँ गाई यहाँबाट साइकल लग्छु पर चलाउँछु तपाईँ चाहिँ भिडियो चाहिँ हेर्दै गर्नु यहाँबाट चाहिँ हाल्दैछ पानी पनि परिसक्यो ल छिटो आइज लगाए चाहिँ यताबाट सर गाइज गयो चाहिँ सर है गाइज पानी पनि परिसक्यो अब चाहिँ घरतिर पनि जानुपर्छ गाइज पानीले अहिले भिजाउला र फेरि बाटोमा झ्याउँछ है अब चाहिँ घरतिर पनि जानुपर्छ फर्का गाइज है पानी पनि यस्तो परिसकेको छ अब चाहिँ म घरतिर जान्छु भलक हिँड्छ अलि तलतिर गरौँला यस्तो छ यहाँको माहौल अब चाहिँ ऊ तलतिर भेटौँला है त गाइज भलक चाहिँ यहीँ इन्ड गरौँ भिडियो राम्रो लाग्यो म लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला ल गाइजहरू भलक इन्ड गर्दैछौँ हामी यहाँ ल गाइज आजको भलक चाहिँ कस्तो लाग्यो भनिदिनु होला है टक्क लगाएर ल कस्तो लाग्यो आजको भलक दामी ल गाइज ल आजको भलक यति नै नेक्स्ट भलकमा भेटौँला है त गाइज बाई बाई